राष्ट्रिय राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान मार्फत राणा संस्था पुनर्स्थापनाको पक्षमा उभिएका मेडिकल व्यवसायी दुर्गा फर्साईले आफू सुध्रिन तयार भएको बताएका छन्। देश छाडेर जान भनिए पनि त्यसका लागि पनि उनी तयार भएको बताएका छन्। आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै फर्साईले भने, तपाईले भन्नुहुन्छ दुर्गा त देश छोडेर जा, तेरो कारणले यो सबै बिग्रिएको भन्नुहुन्छ भने म रेडी छु जानका लागि। म जान्छु, मलाई लोभ छैन, मलाई केही चाहिँदैन, आफू र्यान्डम टाइपको मान्छे भएको भन्दै उनले आफ्नो बारे मोलदारका मिडियाहरूले कहिले राम्रो नलेखेको गुनासो गरेका छन्। जानेर यहाँ आए, नजानेर यहाँ आए, तपाईहरूले गाली गर्दा गर्दै पनि त्यहाँ आए। फर्साईले भने, तपाईहरूसँग लडेर आएको हो नि त। मेन स्ट्रिमको मिडियाले त मलाई कहिले राम्रो लेखेन नि, मेरो नराम्रो लेख्यो, कहिले राम्रो लेखेन। राष्ट्रिय राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा फर्साईले गत चैत्र 15 गते राजसंस्था पुनर्स्थापनाको पक्षमा भन्दै काठमाडौँको 3 कुनेमा गरेको प्रदर्शन हिंसात्मक भएको थियो। त्यसपछि भने उनी भागेर भारत पुगेका थिए। त्यसपछि भने उनलाई खोजेर प्रहरीले पक्राउ गरेको थियो। सो घटनापछि जिल्ला अदालतले पूर्व पक्षका लागि थुनामा पठाएको थियो, तर उनले उच्च अदालतले छाड्ने आदेश दिएको थियो। अहिले उनले कार्तिक 15 पछि पुनः प्रदर्शन गर्ने घोषणा गरेका छन्, तर गृह मन्त्रालयले प्रदर्शन नगर्न आह्वान गर्दै दुर्गा फर्साईलाई वार्तामा बोलाएको बताएका छन्।